lovely, lovely. मेरो अगाडि चाहिँ अदिप भाइ अगाडि हिँडिरहेको छ देख्न सक्नुहुन्छ Feel like a heaven, के guys, heaven, heaven. This is heaven, के heaven. Woo! हेलो एन्ड नमस्ते सबैजनामा आई होप सबैजना सन्चै हुनुहुन्छ होला अनि म पनि एकदम ठिक छु र तपाईहरुले मेरो फर्स्ट भ्लगमा एकदम माया साथ र सपोर्ट देखाइदिनु भएकोमा एकदम धेरै धेरै धन्यवाद र त्यही साथ र सपोर्टले गर्दा नै ममा आज यो नेक्स्ट भ्लग गर्नको लागि यतिको जाँगर आएको छ र आज चाहिँ हामी कहाँ जाँदैछौँ कोसँग जाँदैछौँ भनेर तपाईहरुले त्यो त देख्नेवाला नै हुनुहुन्छ अहिले चाहिँ नभनौँ होला सायद त्यसको लागि चाहिँ अनि म चाहिँ अहिले चाहिँ रेडी भए भने के भन्ने रेडी चाहिँ हुँदैछु आज चाहिँ हाम्रो कस्तो भन्दा अब उताबाट पोखराबाट दाइहरू साथीहरू आउँदै हुनुहुन्छ अनि हामी चाहिँ सोरुममा गएर वेट गर्नेवाला छौँ अनि सबै सामानहरू मैले प्याक गरिसकेको छु सोरुम गएर गियर अप हुन्छ अनि त्यसपछि दाइहरूलाई भेटेपछि तपाईहरुसँग भेटौँला है त अनि क्षितिज म चाहिँ सोरुम आएर यहाँ केटाहरूको दमदार तयारी देख्न सक्नुहुन्छ सुशील फुल्ली रेडी हो नि एकदम वेटिङमा हो नि हैन समीर ल ल ल बिल ल सबैजना एकदम दमदार तयारीमा छ दादाहरूको वेटिङमा पूजन हेलो पूजन बिजी छन् बिचरा पूजन दाइ रेडी हो नि अनि हाम्रो क्षितिज भाइ पनि यहाँ हामीलाई बिदा गर्न आइसकेको छन् अनि भन न केही आज देख्लै छ कि मेरो दाइको बिजु दादाको आज देख्लै छ बिहाको खुसियाली नि हैन त्यसपछि अब यस्तोबाट कस्तो हुन्छ अरे रानी चरी यस्तोबाट आजादी धरि अनुहार सधैँ निम्याएर यस्तो झुलेको हुन्छ आज त ल सबैजना रेडी भइसकेको छ मुकेश ल सबको बाइक एकदम फिट एन्ड फाइन छ नि हैन ल सबैजना रेडी भइसकेको छ यहाँ हजुरले बाइकको लाइनअप पनि देख्न सक्नुहुन्छ प्रत्यक्ष रूपमा अदिप निस्किम है निस्किम ल ढिलो हुन्छ ल है त यो यो ल सेफ राइड जान दादा Lovely, lovely. Laila. Lovely, lovely, lovely. Lovely! हामी चाहिँ छापा कटेर यो माथिको टावर भ्यू टावर चापकोटको भ्यू टावरमा आइसकेको छौँ अब यहाँदेखि चाहिँ तल
खासै टाइम लाग्नेवाला छैन हामीलाई। भाइहरू अगाडि गइसकेको छ अनि पछाडि दाइहरू हुनुहुन्छ। ओए त पारी गएर सब उताको बाइकलाई रोक है। पारी गएर उताको बाइक रोक के तैँले। पखै पख आउँदैछ। हो त्यो साइड ला पख जा जा जा। पालै पालो है पालै पालो। जाऊ 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 न जाऊ। हिँड 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 पह 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 पहको हल्लिन्छ। जाऊ 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 जाऊ। के हुन्न एकछिन एकछिन अहिले हल्लिन्छ कि सब गयो। म जाऊँ अगाडि दाइ आउनु आउनु। तिनीहरू हल्लिन्छ कि लामै छ कि यिनीहरूलाई पठाऊँ पहिला। हिँड हिँड मोटो हिँड जाम। कुदा मात्रै कुदा। कुदा मात्रै। अदीप यो बाटो हो कि कोरिडोर कालीगण्डकीको कोरिडोर। यो बाटो सिधै गयो नि नारायणघाटको पुल यतापट्टि निस्किन्छ के। चितवन 95 किलोमिटर ओन्ली दादा। के भयो अबिल। हिँड 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 के हिँड। होइन सेल्फ हान न हान्छ क्या नातिकिन हान न। है अफ गर त चाबी चाबी अफ गर न अन गर ल। हिँड हिँड।
एकदम आनन्द भइसक्यो होइन दाइ जाम दाइ जाम ल है रामपुरबाट हिँडिसकेको छ केटाहरू यता यता lovely vibes.
अगाडि चाहिँ अलिक भाइ अगाडि अगाडि हिँडिरहेको छ देख्न सक्नुहुन्छ। के भयो? आज यो गगलले कस्तो गगले साथ दिएन के गाइस यार, केही भिजाउने देखिरहेको छैन, राम्रोसित फर्केको छैन। बाइक है बाइक ए बाइक त के साह्रो उफ्रेको। हामी चाहिँ हिजो
यहाँ खादा गाउँको होमस्टेमा आएर राति नै आइयो, राति नै भयो। सबैजना चाहिँ अब काउली वनको डाँडामा घुम्न जानको लागि एकदम रेडी हुनुहुन्छ। अनि पूजन रेडी? आमा मार्केट खाने मान्छे है यो मान्छेले। अबिल भाइ ठिक छ नि होइन? एकदम रेडी हो जानलाई? ल सबैजना रेडी छ। ड्याडी मेरो भ्लगमा वेलकम छ है। ओ हेलो इलामोस दादा। यहाँ बाइक पनि देख्न सक्नुहुन्छ, कति 16वटा छ है, प्रत्यक्ष रूपमा देख्न सक्नुहुन्छ तपाईँहरूले। हामी एकदम दमदार तयारीमा अब निस्किने एकदम तयारीमा छौँ। ए भगु हाम्रो यो जर्मनीबाट मगाएको राइडर है। ल अहिले चाहिँ हामी यो होमस्टेदेखि यसो हल्का काउली वन भिजिट गर्नको लागि निस्किन लागिसकेका छौँ। सबैजना रेडी भएछ। हेलो इलामोस अल गुड। ना यो प्रत्यक्ष देख्न सक्नुहुन्छ तपाईँहरूले सिजन भाइको भ्लग्स। जाम कोनले अलिक ढकढक गरिरहेको छ गाइस। नयाँ त बाइक चाहिँ एकदम बाइकलाई चाहिँ मिठो साथ दिइरहेको छ। सबै अगाडि गइसक्यो। पङ्किदाइ हुनुहुन्छ मेरो अगाडि। हेलमेटले पुरा पास नै खसालेर गइदिँदा। साइड गग नलाएर यस्तो रिग्रेट भयो यार। गगै बिर्सेछु क्या मैले यार। पुरै आँखाभरि धुलै धुलो। टिकट काट्ने यहीँ हो कि कहाँ हो? त्यही गेटमै छ मान्छे। कसरी छ?
एकजनाको एउटा बाइकको 50 हो र हामी वालिङ यसको उतापट्टि जाने रह्यो हो माथि माथि जाने अब जाम त्यही रहेछ टिकट काउन्टर आज भोलि Feel like a heaven, okay guys, heaven, heaven. This is heaven, okay, heaven. Woo! Yo, zindagani, okay, go. Lovely vibes. Woohoo! Lovely vibes. Woohoo! जाने हो छ न त अहिले आउँदा अप्ठ्यारो त हुन्न नलैजाम तल चाहिँ